तर साथीहरु हामीले जितेका छैनौं। न व्यक्तिगत रूपमा मैले जितेको छु अहिले, न सामूहिक रूपमा समाज र देशले जितेको छ। हामीले जिताउनु पर्ने छ। अब संगीन मोडमा आएका छौं। अब जिम्मेवार भएर हामीले काम गर्नुपर्ने छ। र म यति चाहिँ तपाईहरुलाई के भन्न सक्छु भने देश हिजो जसरी चलेको थियो त्यसरी चल्नेवाला छैन। म्यूजिक ऑफ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू तथा सञ्चारकर्मी मित्रहरू, म न्यायको लडाईँमा केही सहजता भएको मात्र महसुस गरेर यहाँ उभिएको छु। मेरो न्यायको लडाईँ बाँकी नै छ। तपाईहरुले देखाउनु भएको उत्साहले यो हामीले उत्सव मनाएको कसैलाई पनि भ्रम नपरोस्। हामी उत्सव मनाइरहेका छैनौं, किनभने न्यायको लडाईँ बाँकी नै छ, विजयी हुन बाँकी नै छ। जो खरानी भयो त्यो त बल्ला, तर तपाई हाम्रो सपना 35 वर्षदेखि खरानी भएको छ, त्यसको हिसाब कसले गर्ने? त्यो सपना पूरा गर्नको निमित्त चाहिँ सबै मिल्न तयार छ। त्यो सपना पूरा गर्ने हो भने मिल्ने, यिनलाई हराउन मिल्न पर्दैन, देशलाई जिताउन मिल्ने। गिरेको आत्मविश्वासलाई उच्च बनाउनको लागि मिल्ने, देशलाई नयाँ बाटोमा लिएर जानका लागि मिल्ने एउटा दुईटा चुनावको कुरा छैन साथी हो, सिङ्गो पुस्ताको कुरा छ। साना साना बालबालिकाको मैले कुराकानी गरेको छु। ती बालबालिकाको मात्र होइन, यो देशमा जन्मन बाँकी रहेका बालबालिकाको भविष्य पनि तपाईँ हाम्रो हातमा आएको छ। कति जिम्मेवार हुनुपर्छ होला सोचिहेर्नुहोस् त, त्यति जिम्मेवार हुने हो। छोडिदिनुहोस्, जे भयो जे बित्यो बित्यो। इतिहास जति गौरवशाली भए तापनि त्यसले भविष्यको भारी बोक्न सक्दैन, भविष्य हामीले बनाउने हो। इतिहास तपाईले गर्नुभयो, धन्यवाद। थानकोमा बस्नुस् है, थानकोमा बस्नुस्, थानकोमा बस्नुस्। 2 तिहाईको दम्ब, भिडभाडको दम्ब र पाखुराको दम्ब देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ। तर नयाँ पुस्ताको आवाजलाई सम्मान गरेर, नयाँ पुस्तालाई साथमा लिएर, नयाँ पुस्ताले देखाएको यो विद्रोहको ज्वालालाई सम्झिएर, सम्मान गरेर, हातेमालो गरेर, साथ दिएर, अपमानित नगरिकन अगाडि बढ्ने हो भने हामी सँगै यो देशको समृद्धिको बाटो गर्न सक्छौँ। यो एउटा दुईटा मान्छेले गर्न सक्ने होइन, एउटा दुईटा मान्छेले पार लगाउने विषय होइन, सबै मिल्नुपर्छ। सुरक्षाकर्मी साथीहरूको मनोबल हामीले उच्च गर्नुपर्छ। हरेक आन्दोलनमा जसलाई पनि परिवर्तन चाहिएको छ, तर जतिखेर पनि सुरक्षाकर्मी साथीहरूलाई घाइते बनाएर परिवर्तनहरू आएको छ। अब उहाँहरूको घाउ पनि हामीले पुर्ने हो, उहाँहरूलाई पनि सुरक्षित महसुस गराउने हो, किनकि यो देशका सिपाहीहरू हुन् उनीहरू, उनीहरूका लागि पनि हामीले काम गर्नुपर्ने हुन्छ। त्यसैले साथी हो, उच्च मनोबलका साथ हामी काम गरौँ। मलाई थाहा छैन मेरो यो आवाज कति दिनसम्म चल्ने हो। आज बाहिर पनि तयार छु, फेरि जेल हालेछन् भने पनि तयार छु। हस्, यति भन्ने मैले यो भनाइ टुङ्ग्याएँ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। हस्, एउटा प्रश्न तपाईलाई गो ब्याक भने चाहिँ तपाई बाहिर आउन साथ बडो खुल्ला हृदय साथ किन चेन्जीको पक्षमा अडाउनु यो लाइभ कस्तो हो? लाइभ किन के कारण हो भन्न चाहनुहुन्छ? थोरै मोबाइल गर्नुहोस्। म विरोधै गर्न नहुने मान्छे होइन, मलाई विरोध गर्न पनि पाइन्छ, आलोचना गर्न पनि पाइन्छ। विरोध र आलोचनालाई स्वीकार गर्ने मान्छे भएको हुनाले मलाई कुनै पनि आलोचनाहरूप्रति कुनै दुखेको छैन।
लोकेसन भनेको जाऊ जाऊ अगाडि दर्शक यो दृश्य देखाउन चाहन्छौँ हामी टिआइएमा छौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा छौँ र रवि लामिछानेको आगमन सङ्घीय राजधानी काठमाडौँमा भइसकेको छ। रवि लामिछाने रासोपा सभापति अगाडि बढ्न मात्रै दिनु, अगाडि मात्रै बढ्न दिनु, अगाडि बाटो मात्रै दिनु। रवि दाइ यहाँ पछाडि हेर्नु एकैछिन। रवि दाइ, रवि दाइ पछाडि। विशेष दृश्य तपाईले देखाइरहेका छौं। रवि दाइ
यो दृश्य सभापति रवि लामी छानेको उपस्थिति भइसकेको छ। यहाँको दृश्य तपाईँलाई हामीले देखाउन चाहन्छौँ। दृश्य देशको भविष्य कोर्ने एकजना अलि पछाडि जाउँ न, अलि पछाडि जाउँ न, अलि पछाडि जाउँ, अलि पछाडि जाउँ त, सर बाटो मात्र दिनुहोस् मलाई। हालै छ, विभिन्न घाउहरू ताजा छ र जेन्जी सरकार जुन अवस्थामा बनेको छ हामी तपाईँलाई जानकारी छ। सेनाको रिहाईले बस्नु पर्यो ल, साइड लगाइदिनु पर्यो ल, यता साइड लगाइदिनु पर्यो अलि यता साइडमा बस्दिनु ल, ठ्याक्कै मिलेर साइडमा बस्दिनु, साइडमा बुझ्न सकिन्छ। साथीहरु रवि लामी छानेको उपस्थितिले, रवि लामी छानेको राजनीतिक सक्रियताले पक्कै पनि रविजी नै चलाउनुपर्छ। यो देशको पहिलो पालो रविजीकै नेतृत्वबाट चलाउनुपर्छ। मात्र लेन भएको हो क्या, आउनु भएको छैन। साइडमा बस्दिनु होला, साइडमा बस्दिनु होला, गाडीभन्दा पछाडि बस्दै प्लेन लेन भयो। साथीहरु सम्पूर्ण नमस्कार। प्लेन लेन भयो, साइडमा बस्नु त साइडमा। अब के गर्नु भने सिहाल्नु ल। हामीले कुनै पनि शर्तमा पछाडि हट्न भन्दैन भन्नुभएको छ। रवि लामी छानेले यद्यपि चितवनबाट कुनै पनि त्यस्तो परिस्थिति आयो र मैले पद नै छोड्नु पर्यो भने पनि म छोड्न तयार छु भन्नुभएको छ। जेन्जी भन्ने भाइ, जेन्जी को त भन्दाखेरि जेन्जी कसलाई भने त्यो सङ्गठित थिएन। ती गोब्याक भन्ने जेन्जीहरू असली जेन्जी होइनन्। मैले त्यो चाहिँ भन्न चाहन्न। अब उहाँहरू उमेर समूहले जेन्जी होला, कोही मान्छे त्यहाँ 40 वर्ष हुन् जेन्जी भन्ने, त्यसको कोही टिकट देखाएको, कोही पार्टीका आधिकारिक रूपमा पोर्टफोलियोमा बसेकाहरू। म प्रदीप बिष्टन जेन्जी भनिदिनँ त, जिल्ला सभा त्यस्तो मान्छे पनि देख्यो त्यहाँ। तर त्यो हिसाबमा साँच्चीकै जेन्जी भयो भने मेरो छोराहरू पनि जेन्जी हुन् होइन। म राजनीतिक दलमा होला भनेर उहाँ जेन्जी उहाँको माग एउटा। त्यस कारणले गर्दा आज रविजीले आज पनि सम्बोधन गर्नुभयो। हिजो पनि सानो कुरा भन्नुभयो, आज त घोषणै गरिदिनु भयो। हामी जेन्जीको साथमा हरदम छौँ, जेन्जीकै लागि हो हामी। नआत्तिनुहोस्, तपाईँहरूको रगत आलो रगतमा हामी सुकेको छैन। यहाँ खबरदार पनि भन्नुभएको छ। घाइतेहरूलाई भन्नुभयो, तपाईँहरूको भएका छोरा गोलीहरू त्यसको हिसाब किताब हामी तपाईँहरूको आँखादेखि लिएर हामी त्यसमा बनाउँछौँ गराउनु भएको छ भनेपछि यो कारणले गर्दा हामी राष्ट्रिय रविजी मात्र रविजी त सभापति हुनु, उहाँले बोलेपछि राष्ट्रिय पार्टीको बोलियो होइन। हामी सबैको चाहना यो देशमा कार्यक्रम चाहिँ भोलि हो 3 बजे।
डोमेस्टिक भित्र छिरेछ बडो ठुलो शब्द प्रयोग गर्नुभयो अर्थात् उहाँले कुलमान र बालेनलाई अब आऊ सँगै आऊ भन्न खोज्नुभयो एउटा कुरा हजुरले के भन्नुहुन्छ भने फेरि 3 वर्ष अगाडि फर्किनु पर्ने हुन्छ यदि यो देशमा पुरानो हिजो बिपिनले गठन गरेको पुष्पलालले गठन गरेको राजनीतिक दलहरूले राम्रा काम गतिला काम गर्दै गरिदिएको भए रवि लामिछाने लगायत